हेलो गाइज गुड मर्निङ। र अहिले चाहिँ म लाटपन्चाको ठिक्क मुनि कर्मट भन्ने ठाउँमा छु हो। कर्मट भन्दा चाहिँ कालीझोडादेखि जस्ट 3-4 किलोमिटर माथि मात्रै रहेछ। हामी टिस्टाको नजिक छौँ। तपाईँलाई म देखाउनु पर्दाखेरि टिस्टा यहाँ मुनि छ, ठिक्क देख्छ यहाँबाट कि। बट अहिले चाहिँ वेदर फगी भएर चाहिँ केही क्लियर देखेको छैन, नभए टिस्टा यहीँबाट देख्नु सक्छ है। यो चाहिँ कर्मट भन्ने ठाउँ हो। यहाँ चाहिँ लाटपन्चार यहाँदेखि 6-7 किलोमिटर माथि छ। म चाहिँ त्यहाँबाट आएको। यो कर्मट भन्ने ठाउँमा चाहिँ स्पेसल हर्नबिल पाउँछ। हाम्रोतिर पाउने हर्नबिल अर्कै रहेछ। यहाँ मुनि चाहिँ तपाईँले देख्नु सक्दैछ भने चाहिँ यहाँनिर चाहिँ एउटा पङ्खा रहेछ। पङ्खाको उयसमा चाहिँ फुटिङ पुरा भइरहेको छ। त्यो खानु चाहिँ त्यो हर्नबिल आउँदो रहेछ हो, स्पेसल हर्नबिल। त्यो खिच्नु चाहिँ गेस्टहरू आएको छ। आज पनि एकजना गेस्ट आएको छ। सो म पनि त्यहाँ गएर चाहिँ हेर्नु पऱ्यो आज चाहिँ। यहाँ रोड, मेन रोड कर्मटको हो। कर्मट गाउँ यहीँ अलिकति मुनिपट्टि छ। यहाँबाट नभनेको 100 मिटर 100 मिटर चाहिँ त्यहाँनिर चाहिँ भिलेज छ। त्यसरी हामी चाहिँ यो बाटो चाहिँ ओह्राल पर्छ है, जङ्गलमा तल। सो जङ्गलमा चाहिँ छ यहाँ चाहिँ अम्लिसोहरू पनि हुँदैछ भनेपछि यो गरम ठाउँ नै हो। तर यहाँ चाहिँ डल्लै यस्तो 100 एजको कामले सिडी चाहिँ बनाएको रहेछ। अन्त सबभन्दा ठुलो यो कर्मटमा चाहिँ पहिरो गएको रहेछ। अहिलेसम्म बाटो बनेको छैन। त्यो पहिरो म तपाईँलाई यहाँदेखि चाहिँ कभर गर्छु ल। यहाँ पहिला घर पुरा थियो अरे हो, तर यो जग्गा चाहिँ पुरा मतलब ल्यान्डस्लाइडले गर्दा चाहिँ दबिरहन्थ्यो अरे नि त। सो यहाँ पुरा घरहरू सबै सिफ्ट भएर उता गएको छ, उता सारेछ। यहाँ चाहिँ कस्तो ठुलो पहिरो, डरलाग्दो पहिरो गएको रहेछ। यहाँनिर बाटो त्यसकै छेउमा छ। अघि हामी यहाँको त्यहीँबाट हो। अहिलेसम्म बाटो चाहिँ बनेको छैन, ढुङ्गाहरू छापेर चाहिँ बनाएको छ। सो यस्तो डेन्जर चाहिँ पहिरो यहाँनिर चाहिँ गएको थिएछ यस्तो ठुलो। यहाँ घरहरू चाहिँ छ, कतिजना सिफ्ट गरिसकेको छ म्याक्सिमम्, किनभने यो दब्ने ठाउँ रहेछ नि त। यहाँ चाहिँ दबिँदै जाँदो रहेछ क्या। अनि यहाँ पुरा पहिला चाहिँ घरहरू थियो अरे, सबै घरहरू चाहिँ दबेर फाटेर चाहिँ सरेछ पर। यहाँ हेर्नुहोस् अम्बिसो सिमलतरुम पनि पुरा हुँदो रहेछ क्या यहाँ चाहिँ। अझै पनि यहाँनिर 1-2जना त घरमा रहेछ मान्छेहरू। सागबारी आलु अझै यो घरमा चाहिँ रहेछ मान्छे। यस्तो फाटिँदो रहेछ नि त, स्लाइडबाट क्या। यस्तो ड्याङ फुट्दो रहेछ भित्ताहरू। चाहिँ यहाँबाट चाहिँ प्राय घरहरू सरेर चाहिँ उता गएको रहेछ, नभए ठुलो गाउँ थियो अरे यहाँ। पङ्खाको बोटमा चाहिँ आउँछ अरे यहाँबाट हेर्नुहोस् ल। अझै ल्यान्डस्लाइड यस्तो डेन्जर भइरहेको छ। जाउँ कन्टिन्यू। त्यो पारिदिएको गाउँ चाहिँ कुन चाहिँ होला है, मलाई पनि थाहा छैन। यसो मजाले दाउराहरू काटेर हो अझै बस्दो रहेछ बस्नु त मान्छेहरू। ऊ तल त रहेछ घर त। यो माथिको घर चाहिँ प्रायः सरिसकेको रहेछ। मैले राखेको बाटो छु माथि रहेछ हो। अन्त कहाँ चाहिँ छ हो, म पनि फर्स्ट टाइम आएको। यतै छ भनेर थियो, अस्ति आइनँ किनभने पुरा घाम लागिरहेको थियो नि त, गरम थियो त। अहिले चाहिँ उपर रहेछ मैले देखाउँछु ल। देख्दैछ नि तपाईँले, पङ्खाको फुट भइरहेको छ पुरा। यहाँनिर यो देख्नुहुँदैछ ठिक्क, त्यहाँ चाहिँ फुट हुने रहेछ। अलिक तलै रहेछ हेरौँ। अम्लिसो घारी पुरा रहेछ, अम्लिसो बारी हो। यहाँनिर चाहिँ हर्नबिल आउँछ अरे यो फ्रुट खानु चाहिँ। सो हेरौँ कस्तो मजाको लाग्यो रहेछ बाटो। यहाँसम्म चाहिँ त्यो सिडी रहेछ, त्यहाँदेखि चाहिँ अलिकति बाटो चाहिँ नभन्दा भक्क जाँदैछु। तल खिच्दैछ। यस्तो एउटा कलकत्ताबाट आउनु भएको छ नि त म्याडम हो, उहाँले चाहिँ लिएर आइरहेको छु, खिच्दैछ।
बाटो चाहिँ के खिच्यो छ आएको छैन सर के खिच्यो यहाँ चाहिँ के खिचेको यस्तो यसो ठाउँमा चाहिँ हर्नबिल पाउँदो रहेछ हो उहाँलाई देखाउनु चाहिँ हामीले ल्याएको यहाँ त ठुलै गाउँहरू पो रहेछ त है खोलाको किनार यो पङ्खाको फ्रुटमा चाहिँ आउँदो रहेछ हर्नबिल अनि अहिले चाहिँ आएको छैन सायद एकछिनबाट आउँछ होला यो फ्रुट खानु चाहिँ आउँछ नि त अब चाहिँ यहाँबाट चाहिँ घाँसमा जानुपर्छ अदुवाबारी पनि रहेछ त्यहीबाट तल रहेछ हर्नबिल देखेँ यहाँनिर ए यो चाहिँ हर्नबिल बसिरहेको छ सायद आउँछ होला चाहिँ हर्नबिल ठक्क यहाँबाट उडेर चाहिँ त्यो रुखमा थियो त्यहाँबाट उडेर यस्तो गएको छ हो त्यहाँ बर्ग रुख छ त्यहाँ यस्तो आएर चाहिँ यहाँ पङ्खा होइन चिया पनि खाइभयो आज चाहिँ यहाँनिर माथि बसेर त खाइ हुँदैन थियो यहाँमा चाहिँ आउँदो रहेछ यो पङ्खाको बयर जस्तो हुँदो रहेछ त है दामी यो चाहिँ के हो पानी हाल्ने यो उयो हो त पानीको यहाँनिर चाहिँ आउँदो रहेछ फ्रुट ठ्याक्क यहाँनिर चाहिँ खानु अहिले एकछिन उठ्दैछ एकछिन पछि आउँछ अरे मैले त्यही सुनेको मात्रै हो पुत्का हुन्छ भनेर र तपाईँले पनि सुनेको होला पुत्काको चाहिँ यहाँ रहेछ यो डुँड पुत्काको डुँड पाल्नु भएको रहेछ पुत्का उहाँले भाइले 5वटा छ अरे यस्तो एक बोतल चाहिँ 20,000मा बिक्री हुन्छ अरे पुत्का कुंदन आवाज कम कीजिए इधर आगे क्योंकि अभी आएगा ना वो दिखा रहे हो कि मैं सब नजर आ गया मुझे यहाँ आइपुगे यहाँ आइपुगे यहाँ आइपुगे फीमेल पनि आयो फीमेल दूसरा आगे मैं दूसरा आगे दूसरा आगे दूसरा यहाँ चाहिँ फ्रुट खाँदा चाहिँ हर्नबिल हो मजाले यहाँ चाहिँ फाइनली खिच्नु त खिच्यो तर फिमेल चाहिँ राम्रो पोजमा थियो हो मेलले चाहिँ अलिकति डालाले गर्दा खिच्नु पाएन सिनाले वेट गरिरहेको छ फेरि आउँछ अरे म चाहिँ अब मासतिर गएको उकालो
सास फुलिने रहेछ यस्तो उकालो छ आमामा बाटो ऊ माथि माथि रोक्दैछ त्यहाँनिर छ नि बाटो चाहिँ त्यो टाढो छ ल अब चाहिँ हामी जानेछौँ त्यो पछाडि चाहिँ अर्को बटको लागि ट्रोगनको लागि तल रहेछ हो अब माथि जानुपर्छ बाटोमा थाक्नेछ अब मेन स्ट्रगल झन् के छ भन्दाखेरि यो पछाडि जुन चाहिँ चरा खिच्नु जाँदैछ नि ट्रोगन भन्ने त्यो चाहिँ हतपत पाउँदैन रहेछ कि तर यो जग्गामै पाउँछ ट्रोगन भन्ने चरा हामी चाहिँ पहिला पहिला रानी चरा पनि भन्थ्यो रातो हुँदो रहेछ सानो कि त्यसको पोइन्ट पनि यहाँ माथि छ यहाँ माथि पाउँदो रहेछ हो त्यो पोइन्टमा अहिले जान्छौँ त्यो ट्रोगन पोइन्ट हो यो चाहिँ हर्नबिल अहिले देखेको चाहिँ यो चाहिँ यहाँ मात्रै पाउँछ हाम्रोतिर पाउने अर्कै हो त्यो चाहिँ ग्रेट हर्नबिल भन्दो रहेछ यो चाहिँ अर्कै हर्नबिल हो थ्रोन नेक हर्नबिल भन्दो रहेछ यसलाई चाहिँ दामी यो माथि देख्दैको फोटो चाहिँ हर्नबिलको यो हर्नबिलको अब ट्रोगनको लागि जान्छौँ होला यो पछाडि त्यो पछाडि चाहिँ हामी सिधा जान्छौँ दार्जिलिङमा टाइगर हिलमा हाइट छ त्यहाँ चाहिँ थुप्रै चराहरू आउँछ क्या त्यो चाहिँ फेरि त्यो भेकमा मात्रै पाइन्छ कि सो त्यहीँ जानुपर्छ अहिले भने म आधी बाटो आइपुग्नु लागिसकेँ म चाहिँ बाटोमा आइपुगेँ हो यो बाटो यहाँ छ मेरो गाडी र तल गएको थियौँ हामी चाहिँ मजा आयो